ल लाग्यो है ससुरालीबाट घरतिर लाग्यो हिमाल। मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनुहोस् है। यो चाहिँ निलगिरी, यो निलगिरी, यो अन्नपूर्ण, नार्च्याङको झरना। ल है साथीहरू लाग्यो है। यो नार्च्याङ गाउँ। ल हामी चाहिँ हिँड्यो अब। बिहानतिर लाग्यो, गाडी तल छ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु है सबैजना मिलेर। ल साथीहरू रस्ते के माल सस्ते भने जस्तै बाटो, गाउँतिरको बाटो। पहिला यहाँ स्कुल थियो, अहिले स्कुल पनि भत्किएछ। ल स्कुल नि भत्किएछ है। के अरे बाजा तालमा नाचेपछि टिको चाहिँ लगाइदिनु रहेछ नि साथीहरू। तेरो नि बोल्ने त होला नि, कान्छी बोल्ने के भन्छ भने थिएँ बिर्से खै त झोला यो सावरले बोक्न गरे नि। यो बोकेको हैन, यत्रो मैले बोकेर उहाँबाट सिधै भागी भागी। ल हिँड 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 बानीहरु पूजा भइरहेको छ। पूजा आज कहाँ सिन चाहिँ दामी देखिँदो रहेछ कि। आऊ आऊ टोलीहरू। कहाँ यताको काली गण्डकी, यताको मिरिस्टी। अब बिजुली निकालेको भएर त पुरै सुकेछ त मिरिस्टी त। अनि हेरौँ त गाइजहरू। हेर्नुहोस् कुँडोको व्यवस्था छ है बाटोमा। कुँडोको यो टोलीहरू कति ढिलो हिँडेको। बाजा तालमा नि नाचियो, बाजा तालमा नि नाचियो गाइजहरू। यहाँ गुइठेको पहिरो यहीँ मुनतिर एकदम ढुङ्गा झरिरहेको छ है जमसम जाने बाटोमा। ए जमसम जाने बाटो यही हो के अरे। गुइठेको भिर चाहिँ यहीँ मुनतिर हो। तार यहीँ नजिकै छ। डेन्जर हुन्छ यस्तो त यार। हाम्रो ससुराली गाउँ है यही हो। पहिरोले खतम पार्न लाग्छ। तारको मुनितिर अलि छिटो हिँड है, करेन्ट लाउन सक्छ तारको मुनि। अलि दौड्यो। खोला त च्याप्पकै सुकेको त। यही बाटो हो बिजुली निकालेको। पहिरो चलेर हरिबिजेक छ। पहिला गाडी पनि आउँथ्यो। यस्तो छ यी। ल हेर्नुहोस् गाडी यहाँ पार्किङ गरेर चाहिँ अब यहीँ हो। बिजुली यस्तो दामी निस्किन्छ, त्यही भएर यहाँ खोला सुकेको। नार्च्याङ गाउँ हो त्यही हो, नार्च्याङ गाउँ। ल हेर्नुहोस् बाटो कति सानो छ। 1 मिनट मिस्टेक क्याम फिनिस। आम्बो बाटो सुत्तै तल पुगिन्छ।
हामी त हेरेको हेरे बाटो त स्वाटै तल ए बिस्तारै आऊ बिस्तारै आऊ अलि ए ठोक्क्यो होला तिमीहरू बिस्तारै होइन है अलि जोखिम छ बाटो यस्तो बाटोमा नि दारू खाएर हिँड्छन् गरे टोलीहरू साँच्चै किन हाँटेको र म आउनु पर्छ नास 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 बाटो देखेर यी त्यही त अनि बजारतिर बसेको केटाटीहरू यस्तो डराउँछन् त अनि खै म आउनु पर्छ तल नहेर क्या तल नहेर छोरो तल नहेर है तल ल बिस्तारै बिस्तारै ल बिस्तारै बिस्तारै नास यता यता भेत्तातिर हेर है गाह्रो छ हेर नि त यस्तो छ बाटो बिस्तारै बिस्तारै लगिजाए भुइँमा न यता भेट्टामा हेर सन्चै हेर है सन्चै सन्चै भुइँमा न यता भेट्टामा हेर सन्चै हेर है सन्चै सन्चै भाइ यस्तो पानी चाहिँ ठिक हुन्छ है फेरि यस्तो पानी चाहिँ आमा करेन्ट ओहो यस्तो पानी चाहिँ आमा करेन्ट ओहो कस्तो करेन्ट हान्छ र यार झसमै पारो अहिले पहिरो छ है तल पनि पानी आइरहेको छ यस्तो छ हरिपुगेको छ बल्ल बल्ल आइयो अब लाग्ने अब यसो एक दिनको बस्यो हुन्थ्यो अरे मिल्दै मिलेन क्या गाडीको पालोले गर्दा ल है जुगाको व्यवस्था नि हुन्छ रे यहाँ छोरो कति डर लाग्यो त्यताहरू त डर लागेको थिएन रिस्ती खोलाबाट निस्किएको यहाँ यहाँ बिजुली निस्किएको छ मूलको पानी खाँदैछन् है केटाटीहरूले म नखाने जे कुरामा नि त हाँस्छ अरे डर लागेको बेला अब उहाँ भनेको हसियानी टोली भनेको गम्फू आइपुग्यो गम्फू थापाहरूको कुलदेवताको माइतीहरूको कुल पुस्ने मन्दिर सुन्तला जेठान्त रहन्छ नि क्या कहाँ कहाँ हुँ सुन्तला सुन्तलाको व्यवस्था यस्तो छ नचोरा अब ल मैले पनि टिप्नु पर्यो बाबु
शान्ति छैन भोलि होइन के आफूले ए उसँग त जानु सुन्तलाको व्यवस्था पनि छ है सुन्तला व्यवस्था आफूले घरमा कोही छैन नै सुन्तला चोर्नी जाने हो मल्टिपेको सुन्तला भुलिएछ हिजो खाऊ भने त दिनकाबाट मैले गाउँतिर आएपछि सुन्तला कति खाने अङ्कलको घर है यो कुकुर कता छ फेरि हाम्रो ससुराली घर ससुराली यता नि ससुराली साग सब्जी बाटो छ क्या नि बस आउन जिप आउँछ बाख्रा चराउन आउनु भएको छु धन्न ढुङ्गा छेउमै हुनुहुन्थ्यो बाख्राले हो बाख्राले आइज आइज टोक्ला है फेरि बाटो चाहिँ साह्रै साँगुरो खनेको रहेछन् कि नत्र भने त बस्ने आउँथ्यो यस्तो ठाडै घुम्टियो त अनि माथिबाट बल्ल आइयो यहाँ तल कुम्लो बोकिएको छ छोराछोरीले गर्दाखेरि गाई छोरू उसले ल साथीहरू ट्याक्क गाडी राखेको ठाउँमा आइयो त्यहाँ कुकुर छ है गाडी यहाँ पार्किङ गरेको यस्तो मजाले सरल पार्किङ गर्ने ठाउँ मजाले पाइयो ल साथीहरू अब जे भने पनि गाडी स्टार्ट गरे सब्सक्राइब चाहिँ गरिदिनु होला है माया गरिदिनु होला ल बाई बाई